बहिनी एउटा स्कुलमा पढ्थ्यो, जनता स्कुलमा पढ्थ्यो। ऊ चाहिँ जहिले त्यो चोकबाट जहिले पनि बेलुकी 4:35 आउँदाखेरि ओह्रालो लाग्यो। घरमा जहिले पनि सेम टाइममा जाने। अनि त्यो ओह्रालो लागिसकेपछि अनि चोक नजिकै सधैँ 4 बजेलाई केटाहरूले हेर्नु सधैँ त्यही टाइममा सधैँ त्यो थाहा थिएन। अनि एक दिन त्यस्तै प्रसङ्गमा चाहिँ म पनि अफिसबाट आउँदाखेरि उहाँसँग भेटघाट भयो, बहिनीसँग भेटघाट भयो। तिमी किन कस्तो बिस्तारै हिँडेको, कस्तो बिस्तारै हिँडेको कि त्यो अब भनौँ न उसलाई त्यो फियर भयो रहेछ। तर ऊ कसैलाई पनि सेयरिङ गरेको छैन है। त्यो किन भयो त भन्दा त्यो डेटा लिक भयो। यति बजे खान्छ यति बजे जान्छ भन्ने कुरा डेटा तिनीहरूलाई थाहा भयो। सधैँ सेम टाइममा स्कुलले छोडिदिन्छ। हेर्नुहोस् है, सधैँ 4:20 छोड्ने र 4:35 त्यो बाटोबाट जाने। यो डेटा थाहा पाउँदाखेरि चाहिँ रिस्क बढ्यो। हामीले डेटा लिक र डेटा प्राइभेसीको म्याटरलाई चाहिँ एकदमै बढी ध्यान दिनुपर्छ भन्ने मैले सिकाउनु खोजेँ मात्र हो। तर के होइन कि प्राइभेसी म्याटर है, तपाईँहरूको चाहिँ डेटा र प्राइभेसीलाई चाहिँ टु साइड्स अफ द पोइन्ट छैन। डेटा सेक्युरिटी र प्राइभेसी भनेको टु साइड्स अफ द पोइन्ट हो र डेटाको भ्यालु छ र त्यो डेटा चाहिँ हामीले लिक गर्नु भएन भन्ने कुरा बुझाउनु खोजेको। धेरै कुराहरू आइसक्यो। सामान्य हिसाबले म पछाडिबाट सबै भाइ बहिनीहरूलाई आफूलाई ताली बजाउँदा तपाईँलाई बोर लगाइसक्यो। जति गरेर पनि पुग्दैन होइन। हामी हाइनेक लाउँछौँ, हाफ स्वेटर लाउँछौँ, जकेट लाउँछौँ, तर पनि चिसो लाग्छ। त्यही भएर राइट हो नि होइन। त्यो 3टा लाग्दैन।